हजुरहरु पत्रकार छ अलि अगाडि शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम अगाडि बढिरहेको छ। यहाँप्रति सबै जनसमुदायलाई म ताली बजाएर उहाँहरूलाई धन्यवाद दिनु हार्दिक अनुरोध गर्न चाहन्छु। अलि जोरदार ताली बजाइदिनु होला। 12 महिना दिदी डाङ्गी हो हेलो उहाँले पनि ताली बजाइदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। संवेदनशील र भावपूर्ण कार्यक्रमका अध्यक्ष तथा ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक हिमालज्यू, हामी अहिले मध्य पहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत छौं र यो अभियानका हाम्रा सहयोद्धाहरू केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष कमरेड नारायण काजी श्रेष्ठ, उपाध्यक्ष कमरेड कृष्ण बहादुर महरा, उपाध्यक्ष कमरेड अग्नि प्रसाद सापकोटा, उपाध्यक्ष कमरेड पम्फा भूषाल, महासचिव कमरेड देव गुरुङ लगायत सचिव र केन्द्रीय समितिका सबै सहयोद्धा कमरेडहरू, यस निकै भावपूर्ण र संवेदनशील कार्यक्रममा उपस्थित हाम्रा महान शहीदहरूका सम्पूर्ण आदरणीय परिवारजनहरू, बेपत्ता योद्धाका आदरणीय परिवारजनहरू, ताराखोला गाउँपालिकाका सबै जनप्रतिनिधि र पार्टीका कमरेडहरू र यो निकै चिसो र अँध्यारो भइसक्दा पनि बडो जिम्मेवारीका साथ र गम्भीरताका साथ यहाँ उपस्थित हुनुभएका सम्पूर्ण ताराखोला गाउँपालिका या यस वरिपरिका पनि हुन सक्नुहुन्छ सम्पूर्ण आदरणीय जनसमुदाय, सबभन्दा पहिला म तपाईहरु सबैलाई लाल सलाम भन्न चाहन्छु। हामीले महान शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्यौं, बेपत्ता योद्धाहरूप्रति सम्मान प्रकट गर्यौं, शहीद र बेपत्ता योद्धाका परिवारजनहरूलाई सम्मान गर्यौं र यो सबै कार्यक्रममा आउनु अगाडि मलाई र हाम्रो अभियानको टिमलाई विस्तृत रूपमा यहाँ के कस्तो हुँदैछ भन्ने कुराको धेरै जानकारी थिएन। शहीद बेपत्ता स्मृति पार्कको उद्घाटन, शालिग अनावरण भन्ने सामान्य जानकारी मात्रै थियो। तपाईहरुलाई थाहा छ, हामी अभियान अन्तर्गत बागलुङ जिल्ला प्रवेश गरेदेखि नै विभिन्न कार्यक्रमहरूमा व्यस्त रहेर यहाँ आइपुग्दा थकान जस्तो पनि ढिलो पनि भयो भन्ने थोरै तनाव जस्तो भएको थियो। तर यहाँ आएर यो शहीद तथा बेपत्ता स्मृति पार्कको बनावट हेरिसकेपछि, शहीदहरूका शालिगहरू अनावरण गरेर फूलमाला अर्पण गरिसकेपछि र यो पार्कको उद्घाटन गर्दै गर्दा र यहाँ जनसमुदायको तपाईहरु सबैको उत्साह र धैर्यता देखेपछि हाम्रो सबै थकान मेटिएको महसुस हामीलाई भएको छ। म यस सन्दर्भमा ताराखोला गाउँपालिकाका अध्यक्ष, सबै जनप्रतिनिधि, पार्टीका अध्यक्ष र सबै नेतृत्वका कमरेडहरू र आम जनसमुदाय प्रति पनि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरुले साँच्चै एउटा राम्रो, गहकिलो र जिम्मेवारपूर्ण काम गर्नु भएको छ र मलाई लाग्छ यो सन्देश आज ताराखोला गाउँपालिकाको यो शहीद तथा बेपत्ता स्मृति पार्कको यो ठाउँ, जुन ठाउँ हिजो
महान जनयुद्धको क्रममा एउटा तालिम केन्द्रको रूपमा उपयोग गरिएको थियो। मलाई अध्यक्षजीले भन्दै हुनुहुन्थ्यो यहाँ बङ्कर पनि छ, बङ्कर पनि हेर्ने कि पनि भन्दै हुनुहुन्थ्यो, तर रात अगाडि बढिराखेको छ। अर्को पटक भने मैले यो तालिम केन्द्रलाई तपाईहरुले अहिले शहीद तथा बेपत्ता योद्धाको स्मृति पार्कमा रूपान्तरण गरेर साँच्चै क्रान्तिप्रति, शहीदहरूप्रति, बेपत्ता योद्धाप्रति र उहाँका सम्पूर्ण परिवारजनप्रति इमानदार पूर्ण ढंगले सम्मान प्रकट गर्नुभएको छ। र तपाईहरुले प्रकट गरेको यो सम्मान ताराखोला गाउँपालिकामा मात्रै होइन, बागलुङ जिल्लामा मात्रै होइन, यो सन्देश देशभरि प्रवाहित भएको छ, हुनेछ र यसबाट प्रेरणा लिएर देशभरि पनि शहीदहरूप्रति, बेपत्ता योद्धाहरूप्रति र उहाँहरूको परिवारप्रति सम्मानको एउटा नयाँ प्रक्रिया फेरि अगाडि बढ्नेछ भनेर म विश्वास व्यक्त गर्न चाहन्छु। जनयुद्ध एउटा महान कार्य थियो, एउटा युगान्तकारी परिवर्तनको संकल्प सहित नेपालका सबै श्रमिकहरू, उत्पीडित वर्ग समुदायहरू सबैले गरेको एउटा महान विद्रोह थियो, जसको परिणाम आज देश समावेशी समानुपातिकता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन सम्भव भयो। यो एउटा दर्शन, एउटा विचार, एउटा राजनीतिक मुद्दा, एउटा कल्चर, संस्कृतिमा आधारित विद्रोह थियो। यो कुनै आतंक थिएन, यो कुनै कतिपय मानिसहरूले भने जस्तो चाहिँ आवेग र उत्तेजनाको कार्य थिएन। यो एउटा दार्शनिक रूपले, वैचारिक रूपले, राजनैतिक रूपले देशको इतिहासको पनि अध्ययन गरेर, समाज विकासको क्रमको पनि अध्ययन गरेर संश्लेषित गरेको एउटा कार्य दिशा थियो। र यो सबै उत्पीडित र दमित वर्ग समुदायको तमाम नेपाली महिलाहरू, जसलाई सामन्ती पितृसत्तावादले घर र चुलो चौकोमा एउटा दासीको जस्तो जीवन बित्न बाध्य पारेको थियो, त्यसका विरुद्ध महिलाहरूले गरेको विद्रोह थियो। दलितहरू जो सदियौंदेखि हिन्दू वर्णाश्रम व्यवस्था अन्तर्गत दोस्रो दर्जाको नागरिकको रूपमा अपहेलित र विभेदित गरिन्थ्यो, ती सबै दलितहरूको एउटा महान विद्रोह थियो। यो तमाम आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू लगायत सबै पददलित र दमित उत्पीडित वर्ग समुदायको विद्रोह थियो यो। र यो केन्द्रीय सामन्ती राज्यद्वारा विभेदमा पारिएका कर्णाली, सुदूरपश्चिम या अन्य क्षेत्रीय उत्पीडनका विरुद्धको विद्रोह पनि थियो। यो कुनै एउटा जाति विशेषको मात्रै विद्रोह थिएन, यो तमाम नेपालीहरू जो सामन्ती राज्यद्वारा शोषण र उत्पीडनको शिकार भएका थिए, तमाम नेपाली जनताको विद्रोह थियो। कतिपय मानिसहरूले नकारात्मक टिप्पणी हिजो पनि गर्थे, अहिले पनि गर्न खोज्छन्, तर इतिहासले पटक पटक साबित गरेको छ र गरिराख्नेछ। यो एउटा महान विद्रोह थियो, जसले नेपालमा युगान्तकारी परिवर्तन सम्भव तुल्यायो। यी महान शहीद र बेपत्ता योद्धाहरूको त्याग र बलिदान नभएको भए, हजारौं घाइते अपाङ्गहरूको तपस्या र बलिदान नभएको भए, जेल, नेल र यातनाका तमाम विभीषिकाहरूको प्रतिवाद नभएको भए आज देश निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको, समावेशी गणतन्त्रको, समानुपातिक गणतन्त्रको नयाँ युगमा प्रवेश सम्भव थिएन। ताराखोला गाउँपालिकाको सरकारले, गाउँ सरकारले, तपाईहरुले ऐतिहासिक यो ताराखोला जो हिजो पनि विद्रोहको एउटा केन्द्रमा थियो यो, र पटक पटक निर्वाचनमा तपाईहरुले करिब करिब सम्पूर्ण रूपले विजय
हासिल गर्दै पनि आउनु भएको छ। तपाईहरूलाई र ताराखोला गाउँपालिकाका ती तपाईँ महान जनसमुदायलाई म पार्टीको तर्फबाट, पार्टी केन्द्रको तर्फबाट फेरि एकचोटि धन्यवाद र अभिवादन भन्न चाहन्छु। तपाईहरूले एउटा ऐतिहासिक उदाहरण, एउटा नमुना प्रस्तुत गर्नुभएको छ जो देशभरिले हेरोस्, देशभरिले बुझोस् भन्ने सन्देश तपाईहरूले दिनुभएको छ। अहिले बिस्तारै बिस्तारै देशैभरि पनि यस्ता स्मृति पार्कहरू बन्न थालेका छन्। केही दिन पहिले मात्रै सायद तपाईहरूले देख्नुभयो होला, म तेह्रथुम जाँदा त्यहाँ पनि शहीद स्मृति पार्क भनेर एउटा ठुलै एरिया लिएर त्यहाँको सरकार समेत, स्थानीय सरकार समेतको संलग्नतामा पार्क बनेको, शालिगहरू बनेको र मैले ती सबै शालिगहरूमा माल्यार्पण गर्ने अवसर प्राप्त गरेको थिएँ। त्यस्तै अन्य क्षेत्रहरूमा पनि यो प्रक्रिया क्रमशः बढ्दैछ। एकातिर प्रतिक्रियावादीहरू, सामन्ती, अझै पनि अवशेषहरू, दलालहरू, जाली फटाहरूले हाम्रो यो महान जनयुद्धका उपलब्धिहरूलाई होच्याउने, माओवादी विद्रोहको ऐतिहासिकता र यसको विरासतलाई कमजोर पार्ने षड्यन्त्र गर्दैछन् भने अर्कोतिर नेपाली जनताले क्रमशः यो महान विद्रोह थियो, हाम्रा छोराछोरी, हाम्रा परिवारका सदस्यले एउटा उद्देश्यपूर्ण ढंगले सामन्तवादबाट यो देशलाई मुक्त गर्ने र जनताको लोकतन्त्रको निम्ति सम्पूर्ण रूपले समर्पित हुने, के तराईवासी, के मधेसी, के मुस्लिम, के थारू, के राजवंशी, के आदिवासी, सबै जनजाति समुदाय, के मजदुर, के किसान, के पूर्वेली, के पश्चिमेली, देशैभरिबाट भएको विद्रोह हो यो। हामीले शहीदहरूको सूची हेर्यौं भने त्यो शहीदहरूको सूचीमा सबै जाति, सबै समुदाय र सबै क्षेत्रका जनताको लामबन्दी देखिन्छ, त्यहाँ लिस्ट देखिन्छ। म अब लामो व्याख्या भन्दा पनि म आज यो ऐतिहासिक समारोहमा भन्न चाहन्छु कि हामी भर्खरै तेस्रो पटक सरकारको नेतृत्व गरेको बेलामा मेरो नेतृत्वको क्याबिनेटले जनयुद्धका तमाम शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरेको छ र त्यो राष्ट्रिय शहीदको सम्मान राजपत्रमा पनि प्रकाशित गरेर त्यसलाई आधिकारिकता प्रदान गरिएको छ। यो सबै महान शहीदहरूप्रतिको एउटा सम्मान गर्ने अवसर हामीलाई यो पटक प्राप्त भयो। निकै ठूलो मेहनत र संघर्षपछि हामीले जनयुद्धका सबै शहीदहरू र बेपत्ता योद्धाहरूलाई राष्ट्रिय शहीदको सूचीमा राख्न सफल भयौं। शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनको लागि ऐन बनाउनेदेखि आयोग बनाएर अगाडि बढ्ने र शहीद र बेपत्ता योद्धाहरूलाई सम्मान गर्ने, उहाँहरूको नाममा पार्कहरू बनाउने, शालिगहरू निर्माण गर्ने राज्यले नै त्यो काम गर्नुपर्छ भन्ने कानूनी व्यवस्था भएको छ यो पटक। त्यसैगरी शहीद बेपत्ता परिवारहरूलाई परिचय दिने परिचय पत्र, गणतन्त्रका सेनानीको हैसियतले प्रमाण पत्र दिने र ती परिवारलाई राज्यको तर्फबाट खास कामका निम्ति विशेष सुविधा दिने ढोका खोलिएको छ। त्यसको साथै सबै शहीद तथा बेपत्ता योद्धा परिवारका कम्तीमा एकजना सदस्यलाई राज्यद्वारा रोजगारी दिने कुराको ग्यारेन्टी गरिएको छ र साथै सबै शहीद तथा बेपत्ता योद्धा परिवारहरूलाई राज्यद्वारा परिपूरण दिने, आर्थिक रूपले सहयोग गर्ने बाटो पनि कानूनी रूपमा यसै पटक, यसै वर्ष खोलिएको छ। यो आज यो समारोहमा उपस्थित भएर मैले देशभरिका र यहाँका सबै शहीद बेपत्ता योद्धा परिवारलाई सुनाउन पाउँदा मलाई केही न केही सन्तोष महसुस भएको छ र मलाई विश्वास छ तपाईहरुलाई पनि जुन तनाव थियो केही समय पहिलेसम्म हाम्रा छोराछोरीहरू, हाम्रा श्रीमान, हाम्रा श्रीमती अथवा हाम्रा परिवारका सदस्यहरूलाई राज्यले शहीद मान्ला कि नमान्ला भन्ने जो तनाव थियो त्यो तनावको अन्त्य भएको छ र यो काम हाम्रो नेतृत्वको सरकार भएको बेलामा म प्रधानमन्त्री, यहाँ वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा हामीले त्यो काम फत्ते गरेका छौं। मलाई यो कुरा
सुनाउँदा गर्वको पनि महसुस भएको छ। आज देशैभरि एकातिर जनयुद्ध र जनक्रान्तिका पक्षमा यस्ता स्मृति पार्कहरू बनाउने लहर चल्न थालेको छ भने अर्कोतिर यो परिवर्तनको वाहक माओवादी केन्द्र नै हो, माओवादी केन्द्र नै हो भन्ने जनतालाई भरोसा भएको छ। किनकि पछिल्लो चरण हामीले सुशासनको निम्ति भ्रष्टाचारका विरुद्ध एउटा नयाँ अभियान सुरु गर्यौं। सरकारमा हुँदा नै हामीले सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा फेरि एउटा नयाँ अभियान हामीले सुरु गर्यौं। सरकारमा हुँदा नै हामीले आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका निम्ति एउटा नयाँ अभियान हामीले सुरु गर्यौं। यो कुरा नेपाली जनताले नजिकबाट हेर्यो। भ्रष्टाचारीहरूमाथि कारबाहीको एउटा नयाँ श्रृंखला नै हामीले खडा गर्यौं। जनताले यो कुरा नजिकबाट देख्यो र हामीलाई सरकारबाट हटाउने जुन अलोकतान्त्रिक, अपारदर्शी, अप्राकृतिक काम आफूलाई ठूला भन्ने पार्टीहरूले गरे। संसारमा त्यस्तो हुँदैन। पहिलो र दोस्रो पार्टी मिलेर सरकार, लोकतन्त्रमा त हुँदैन। निरंकुशताको अभ्यास गर्ने कोसिस गरे। नेपाली जनताले नजिकबाट हेर्यो। माओवादी केन्द्रको नेतृत्वको सरकारले सुरु गरेको सुशासन, भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्याय र आर्थिक विकासका निम्ति र अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि सुधार्नको निम्ति गरेको पहलको परिणाम जाली फटाहरू, दलालहरू, बिचौलियाहरू, पैसामा बिक्नेहरूले नै हामीलाई बाहिर पठाएका हुन् भन्ने नेपाली जनताले बुझ्यो। र अहिले हामी तराई मधेस जनजागरण अभियान भनेर हामीले हुलाकी मार्ग केन्द्रित अभियान गर्यौं। जनताको अपार समर्थन, उभार माओवादी नै हो। हामीलाई धेरै भावुक हुने किसिमले जनताले अँगालो हालेर रुँदै यो देश तपाईहरुले नै बचाउनु पर्छ, हाम्रो भविष्य, हाम्रो सुरक्षा, हाम्रो हित तपाईहरुले नै गर्नुपर्छ भन्ने यो हाम्रो माओवादी समर्थक मात्रै होइन, त्यो सबै पार्टीसँग सम्बन्धित स्थानीय कार्यकर्ता समर्थक सम्मले पनि आम जनताको त्यो भावना हामीले देख्यौं। अहिले मध्य पहाडी लोकमार्ग हुँदै बैतडीबाट यहाँसम्म आउँदा पनि हामीले एउटा उभार देखिरहेका छौं, ठूलो उभार। र हामीलाई, हाम्रो टिमलाई सबै राजनीतिक दलका स्थानीय सरकारले स्वागत र सम्मान गर्नु भएको छ। म उहाँहरू सबै प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। एउटा लहर फेरि यो परिवर्तन त साँच्चै माओवादीले ल्याएको हो र फेरि देशमा सुशासन, सामाजिक न्याय र आर्थिक विकासप्रति इमानदार प्रयास गर्ने भनेको पनि माओवादी नै रहेछ भन्ने बोध जनतालाई भएको गौरवपूर्ण अनुभूति हामीले गरिरहेका छौं। र आज ताराखोला गाउँपालिकाको यो शहीद तथा बेपत्ता स्मृति पार्कमा यसको उद्घाटन गर्दै गर्दा, शहीदहरूप्रति शालिग अनावरण र माल्यार्पण गर्दै गर्दा र यहाँ आएर यो कार्यक्रममा सहभागी भएर तपाईहरुलाई सम्मान गर्दै गर्दा र यो सम्बोधन गर्दै गर्दा हामी, हाम्रो पार्टी, हाम्रो नेतृत्वको सिङ्गो टिम गौरवान्वित भएको छ र यहाँबाट एउटा नयाँ ऊर्जा प्राप्त भएको महसुस हामीले गरेका छौं, एउटा नयाँ शक्ति प्राप्त भएको महसुस गरेका छौं। जसरी हामी अभियानमा जनताको अपार समर्थन, हजारौं हजार विभिन्न पार्टीका नेता कार्यकर्ताहरू विद्रोह गर्दै माओवादीमा संलग्न हुने एउटा लहर चलेको हामीले देखेका छौं। र आज यहाँ यो कार्यक्रमले फेरि एउटा देशभरि नै बलियो सन्देश दिएको छ। मैले अब समय घर्किएको छ, ठण्डा पनि धेरै छ। हुन त हामीलाई अहिले हाम्रो पम्फाजीले भन्दै हुनुहुन्थ्यो रातभरि यहीँ बसौं जस्तो, भोलि बिहान उज्यालो भसी गए नि हुन्छ जस्तो, तर त्यसो गर्दा सबै फेरि बिरामी पर्ने खतरा पनि हुन्छ। त्यसकारण साह्रै धेरै त त्यसो नगरौं। म एकचोटि फेरि हाम्रो हिजोको एउटा आधार इलाका ताराखोला गाउँपालिका, यहाँका क्रान्तिकारी नेता कार्यकर्ताहरू, यहाँका क्रान्तिकारी जनता सबैप्रति पार्टी, सिङ्गो पार्टीको तर्फबाट, हाम्रो अभियान टोलीको तर्फबाट तपाईहरुप्रति फेरि एकचोटि
अभिनन्दन गर्न चाहन्छु, तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु। तपाईहरुले गरेको यो काम कहिल्यै हराउने छैन, यो अमर रहनेछ। महान शहीदहरू सधैँ अमर रहनेछन्। कार्ल मार्क्सले एक समय भन्नुभएको थियो, फ्रान्समा क्रान्ति र प्रतिक्रान्तिको संश्लेषण गर्दै, क्रान्तिको निम्ति समर्पित हुने, क्रान्तिको निम्ति बलिदान गर्ने शहीदहरू कहिल्यै मर्दैनन्। केही समय मानिसहरूले शहीदहरूलाई बिर्सिन खोज्न पनि सक्छन्, तर इतिहास साक्षी छ, फेरि आउने पिढीले चिहानबाट निकालिन्छन् र ती फेरि क्रान्ति र परिवर्तनको निम्ति, विद्रोहको निम्ति जिउँदा मान्छेहरूलाई प्रेरित गर्छन् भनेर भन्नुभएको थियो। हामी त अहिले जीवितै छौं अझै, र हामी शहीद बेपत्ता योद्धाहरूलाई सम्मान गर्ने र नेपाली जनतालाई सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ युगतिर लैजाने संकल्पसहित हिँडेका छौं। आज ताराखोला गाउँपालिकाको यो भव्य, संवेदनशील र जिम्मेवारपूर्ण कार्यक्रममा सहभागिता पनि त्यसैको प्रमाण हो भन्ने म ठान्छु। फेरि सबैलाई हार्दिक बधाई, धन्यवाद भन्दै बिदा हुन्छु। धन्यवाद, अभिवादन।